छोरा एरिक गुड मर्निङ ह्यापी बर्थडे छोरा ह्यापी बर्थडे गुड मर्निङ सबैजनालाई एन्ड स्वागत छ मेरो भिडियोमा। अनि म चाहिँ उठिसकेको छु। म उठ्दाखेरि चाहिँ जहिले पनि घाम लागिसकेको हुन्छ। अनि यहाँ म माथि छुइनँ, यहाँ मेरो छोरी पनि छ। अलिकति अल्छी छु, अहिले उठ्छु। म उठ्दै गर्दाखेरि 7:30 कहिले 8 पनि बज्छ है। यस्तो छ। अब म मेरो कामलाई म स्टार्ट गर्नेछु। मेरो काम धेरै छ, के गर्नु है। म नानीको आमा, कोठा लत्ता लिने भइरहेको छ। म कोठा लत्ता साफ गर्छु। मेरो भिडियो मार्फतमा तपाईँहरूलाई पनि मेरो काम म के गर्छु, के गरेँ भनेर म आज छोटो भिडियो बनाएर तपाईँहरूलाई पनि म देखाउनेछु। हेलो गुड मर्निङ सबैजनालाई। गुड मर्निङ यानाको तर्फबाट। अब हामी नुहाउने हामी अब नुहाएर फेरि पनि हामी आउनेछौँ। हेलो भन्दै हेलो भन्नु न। हेलो हामी नुहाउने, अब नुहाएर हामी आउने भन्नु न। हामी नुहाउने। हे सो गाइस, हामी फाइनली नुहाइसक्यो है। हामी नुहाइसक्यौँ है, छोरी र म है। छोरी नुहाइसक्यो है। छोरी राम्रो भएर आएको छ है। हेरिदिनु होला है छोरीलाई। छोरी नुहाइसक्यो। हामी आमा छोरी। अब आमा नुहाउनु बाँकी छ है। अब आमा नुहाउनु बाँकी छ। ल छोरी याना शीतल भयो। अब नुहाएर शीतल भयो। हजुर शीतल भयो। अब ये हु भन न। शीतल भयो ये भन न। के गर्नु हौ, कस्तो गरम छ। मेरो छोरीलाई धेरै गाह्रो भएको छ हौ हुर्काउनु। यो सिजनमा गरम सिजन छ है। गरम सिजन छ। नानी छुचुक नखानुहोस्। गरम सिजनमा ये भन न। ये भन्दै एलोभेरा मोइस्चराइजर क्रिम। सो म चाहिँ मेरो सबै कामहरू सकेर पनि म नुहाइ पनि सकेँ। अलिकति क्रिम लगाइदिनु। यो मोइस्चराइजर क्रिम मैले यो लाउँदैछु। यो एकदम राम्रो रहेछ। लगाइदिएको थोप्रा चाहिँ राम्रो छैन है। त्यही पनि यसो के गर्नु है, दल्नु त पर्यो नि त। ओके हेलो बर्थडे बोय आइछ। हामी चाहिँ एरिकको लागि केक किन्न गएको थियौँ बजार। अनि आइपुग्यौँ। हामी घरमा आइपुग्यौँ। मेरो छोरी पनि सुत्दैछ।
हामी चाहिँ घर आइपुगेको। अब आया थाकेँ, म थाकेँ। आज चाहिँ मेरो ठुलो छोराको चाहिँ मतलब जन्मदिन है। चक्लेट मात्रै बाँड्छु भन्दै थियो, तर फेरि अहिले एक्कासी फेरि केक काट्छु भन्यो नि त। अनि केक पनि अर्डर गर्यो। अनि थोरै सपिङ गर्नु थियो घर किचनको लागि। अनि त्यसको लागि हामी बजार गएर आएको। मेरो नानी त निदाइछ। हामी आज सानो केक काट्छौँ एरिकको लागि। बर्थडे भन्दा पनि त्यस्तो ठुलो बर्थडे हामीले पोरै गरेको, योपालि चाहिँ नगर्ने भनेको। फेरि नानीले केक चाहिँ काट्छु भनेर चाहिँ केक रेडी गरेको छौँ। केक काटेको भिडियो पनि म देखाउँछु भरै। ल एरिकलाई जन्मदिनको शुभकामना। ह्यापी बर्थडे टु यु। एरिकको बहिनी चाहिँ यहाँ छ। ह्यापी बर्थडे एरिक। God bless you. एरिक चाहिँ हेर न, यहाँ पनि आफूले खाएको। ए अन्त खै त खाएकै छैन उसले त। ह्यापी बर्थडे एरिक। ल तिमीलाई हामीले नि तिमीलाई हामीले गिफ्ट ल्याउनु पाएन, भर्खर त थाहा पाएको। त्यस्तो पाउँदैन त। ल अब त्यसो हुँदैन, म त एकदम मान्दिनँ नि के भन्नु। ह्यापी बर्थडे। ओ ह्यापी बर्थडे। ह्यापी बर्थडे। चोर ल्याऊ। फेरि के त यो छुरी मलाई देऊ त एकछिन। एरिक के त हेर्नु नानी। ल अब आमाले पहिला खुवाउनु पर्ने हो। सेवाले खुवाइदिन्छु ल। खुवाइहाल्छु खासमा। एरिकको बर्थडेमा समोसा खाएको। खायो तिमीले? किन नखाएको? औ हिँडो सक्यो तिम्रो बर्थडे। अब तिमी बुढो भयो। औ तिमी बुढो भयो अब। बुढो भयो तिमी अब। ल यहाँ सम्पूर्ण हाम्रो मण्डलीको सबैजना आइदिनु भएको छ। दिदी बहिनी दाजुभाइ नाना बेना। यहाँ मेरो सासु आमा हुनुहुन्छ। एरिकको कोमा यहाँ मन्सा दिदी। मैले भिडियो गर्दैछु, सबैजनाले हाय हेलो बाई बाई भन्नुहोस्।